नमस्ते विद्यार्थी भाइ बहिनीहरू र भूगोलमा रुचि राख्ने सबैलाई आजको यस विस्तृत प्रस्तुतिमा स्वागत छ। आज हामी नेपालको भूगोलको गहिराईमा पुग्नेछौँ। विशेष गरी हाम्रा प्रमुख तालहरू, हिमनदीहरू, भन्ज्याङहरू र व्यापारिक नाकाहरूको बारेमा यस्तो कुरा गर्नेछौँ नि जुन तपाईँले सायद कहिले बिर्सनुहुन्न। कुनै पनि महत्त्वपूर्ण तथ्याङ्क छुट्ने छैन है, त्यसैले एकदम ध्यान दिएर सुन्नुहोला। ल, आजको हाम्रो सिलेबस वा भनौँ विषय सूची यस्तो छ। माथि हिमालका चिसो हिमनदी र हिमतालहरूबाट सुरु गरेर अलि तल झर्दै तालका रोचक उपनामहरू अनि देशलाई बाहिरी दुनियाँसँग जोड्ने भन्ज्याङ र नाकाहरूसम्मको यात्रा हामी गर्नेछौँ। एकदमै मजा आउनेवाला छ। सुरुवात गरौँ हाम्रा हिमनदी र हिमतालहरूबाट। आखिर संसारको शिरमै बसेपछि हाम्रो परिदृश्यलाई आकार दिने यी जमेका नदीहरूबाटै कुरा थाल्नुपर्छ नि, होइन त? अब यी केही रेकर्ड ब्रेकिङ तथ्यहरू त दिमागमा सेट गरिहाल्नुहोस् है। नेपालको सबैभन्दा लामो हिमनदी कुन हो? खुम्बु। कति लामो भन्दा अचम्म लाग्दो 32 किलोमिटर। यसो सोच्नुहोस् त, काठमाडौँबाट धुलिखेलसम्म पुरै बरफको नदी बगेको छ। अनि सबैभन्दा ठूलो चाहिँ लामटाङ हिमनदी हो जुन 20 किलोमिटर लामो छ। सँगसँगै अन्नपूर्णको काखमा थर्पुचुली र रोलवालिङमा धोलम्बा हिमनदी छन् भन्ने कुरा पनि नोट गरिहाल्नुहोस्। यो सूचीलाई यसो सरसर्ती हेर्दा एउटा कुरा प्रष्टै देखिन्छ। सोलुखुम्बु जिल्लाले त पुरै डोमिनेट नै गरेको छ नि। न्योगोजुम्पा, खुम्बु, इम्जा अनि लोत्से सार जस्ता एकदमै चर्चित हिमनदीहरू सबै सोलुखुम्बुमै पर्छन्। लोकसेवा जस्ता परीक्षा तयारी गर्दै हुनुहुन्छ भने त यो तथ्याङ्क तपाईँको लागि एकदमै महत्त्वपूर्ण छ। ल, हिउँ र बरफको चिसोबाट अलिकति तल झरेर अब नेपालका प्रख्यात तालहरूतर्फ लागौँ। हरेक तालको आफ्नै भूगोल छ, आफ्नै सुन्दरता छ अनि पछाडि जोडिएको गजबको कथा पनि छ। नेपालको भौगोलिक विविधता कति अचम्मको छ भनेर बुझ्न यी दुईवटा ताललाई मात्रै हेरे पुग्छ। एकातिर तिलिचो ताल छ, समुद्री सतहबाट झण्डै 5000 मिटर, ठ्याक्कैभन्दा 4919 मिटरको चरम उचाइमा। अन्नपूर्ण र नीलगिरीको बीचमा एकदमै शान्त र चिसो। अर्कोतिर जम्मा 742 मिटरको उचाइमा रहेको कास्कीको फेवाताल, माछापुच्छ्रेको टलक्क टल्कने छाया, बीचमा तालबाराही मन्दिर अनि डुङ्गा सयर गर्ने पर्यटकहरूको चहल पहल। उचाइ र वातावरणको यस्तो भिन्नता साँच्ची नै गजब छैन त? अब यी प्रमुख तालहरूका विशेषताहरू हेरौँ है। रारा हाम्रो सबैभन्दा ठूलो ताल भइहाल्यो। गहिराईको कुरा गर्दा 445 मिटरसहित फोक्सुन्डो सबैभन्दा गहिरो छ, जसको आकार ठ्याक्कै अङ्ग्रेजी अक्षर वाई वा गुलेली जस्तो छ, जसलाई स्थानीयले रिग्मो पनि भन्छन्। उता दोलखाको छोरोल्पा 4580 मिटरको उचाइमा रहेको अलि जोखिमपूर्ण हिमताल हो। अनि 4360 मिटरको उचाइमा रहेको रसुवाको गोसाइकुण्ड त धार्मिक आस्थाकै केन्द्र हो। जनै पूर्णिमामा त्यहाँ लाग्ने मेलाको रौनक त बेग्लै हुन्छ नि। तपाईलाई थाहा छ, ताल र पोखरीहरू पानीका स्रोत मात्रै होइनन्, यिनले हाम्रो इतिहास र भावना पनि बोकेका हुन्छन्। काठमाडौँको मुटुमा रहेको झण्डै 32 रोपनीको रानी पोखरीलाई नै हेर्नुहोस् न। राजा प्रताप मल्लले आफ्नो छोरा चक्रवर्तेन्द्र मल्लको मृत्युपछि भावविह्वल भएकी रानीलाई सान्त्वना दिन विभिन्न तीर्थस्थलको जल ल्याएर यो पोखरी बनाएका थिए। कति मार्मिक कथा छ है यसको पछाडि। अनि समय समयमा शासकहरूले यी प्राकृतिक सम्पदाहरूमा आफ्नो नाम पनि जोडेका छन्। जस्तै विक्रम सम्वत 2020 साल चैत 13 गते मुगुको रारा ताललाई महेन्द्र ताल भनेर नामकरण गरियो। त्यसै गरी सूर्योदय हेर्न प्रख्यात इलामको अन्तु डाँडालाई 2043 सालमा दिपेन्द्र शिखर नाम दिइयो। यस्ता कुराहरू सामान्य ज्ञानको लागि एकदमै इम्पोर्टेन्ट हुन्छन् है। अब यति धेरै नामहरू कसरी सम्झिने भन्ने टेन्सन भयो होला, होइन? नातिनुस्, मसँग एउटा गजबको सूत्र छ। नेपालका प्रमुख मानव निर्मित तालहरू सम्झन यो सानो ट्रिक याद गर्नुहोस्। ईशा रानी पक्राउ, ईबाट इन्द्र पोखरी, सीबाट सिद्ध पोखरी, रानी पोखरी, नाग पोखरी, पानी पोखरी र कमल पोखरी। भयो त सजिनो? ल, अब अलिकति भित्र पसौँ। तालका उपनाम र कुन जिल्लामा कुन ताल पर्छ भन्ने कुरा गरौँ। स्थानीय बासिन्दाहरूले आफ्नो ठाउँका ताललाई कसरी हेर्छन् भन्ने कुरा एकदमै रोचक छ। हाम्रा स्थानीय नामहरूले त्यहाँको पुरै कथा भन्छन् के। जस्तै कास्कीको मैदी ताललाई ढुङ्गा हान्ने ताल भनिन्छ। रारा ताललाई माथिबाट हेर्नुभयो भने ठ्याक्कै कचौरा वा गाईको खुर जस्तो देखिन्छ। अनि कैलालीको घोडाघोडी ताललाई चाहिँ हत्केला आकारको वा कपिल ताल भनिन्छ। यस्ता उपनामहरूले गर्दा सम्झन पनि सजिलो हुने अनि भिजुअलाइज गर्न पनि कति मजा आउने।
तथ्याङ्कको कुरा गर्दा यहाँ केही पनि नछुटोस् भनेर हामीले जिल्लागत सूची राखेका छौँ। यसो हेर्नुहोस् त, कास्कीमा फेवा, रूपा जस्ता तालहरूको कति बाक्लो जमघट छ। उता मुगु, डोल्पा र रुकुम जस्ता हिमाली र पहाडी जिल्लाहरूमा फैलिएका तालहरू देख्दा लाग्छ नेपाल जलसम्पदामा कति धेरै धनी छ। पूर्वदेखि पश्चिमसम्मको यो वितरणलाई एकछिन भिडियो पज गरेर भए पनि राम्ररी हेर्नुहोला है। सिमानाको कुरा गर्नुअघि हाम्रा केही विशेष हिमतालहरूलाई नबिर्सौँ। कास्कीको कफुचे हिमताल, जसलाई नेपालकै सबैभन्दा कम उचाइमा रहेको हिमताल मानिन्छ, अनि सोलुखुम्बुको इम्जा र डिक्चो हिमतालहरू। यसरी जिल्ला र उचाइका आधारमा वर्गीकरण गरेर पढ्दा दिमागमा ठ्याक्कै नक्सा बस्छ नि त। ल, भूगोल भनेको देशभित्र के छ भन्ने मात्र त होइन नि। हामी ती अग्ला अग्ला हिमाली मार्गहरू अर्थात् भन्ज्याङहरू काटेर देश बाहिर कसरी पुग्छौँ भन्ने कुरा पनि त त्यत्तिकै महत्त्वपूर्ण छ। अब यी हिमाली भन्ज्याङका नामहरू अलि तिब्बती भाषासँग मिल्ने भएकाले सम्झन अलिक गाह्रो हुन सक्छ, तर चिन्ता नगर्नुहोस्, यहाँ पनि हामीले सूत्र बनाएका छौँ। जस्तै गोर्खाका भन्ज्याङ सम्झन थाहा लाग्या मेलाया याद गरे पुग्छ। यसले थाप्ले, लार्के, ग्याला, मेची, लाजुङ र याङडुन सबैलाई समेट्छ। कस्तो गजब छ त यो आइडिया। हो, तिनै भन्ज्याङहरू पार गर्दै अघि बढ्दा हामी पुग्छौँ हाम्रा प्रमुख व्यापारिक नाकाहरूमा। यी नाकाहरू भनेका नेपाललाई बाँकी विश्वसँग जोड्ने लाइफलाइन नै हुन्। पूर्वमा ताप्लेजुङको ओलाङचुङ गोलादेखि पश्चिममा दार्चुलाको टिङ्करसम्म फैलेका यी नाकाहरू हाम्रो अर्थतन्त्रका पिल्लर हुन्। उत्तर चीनतर्फ हेर्ने हो भने रसुवागढी, तातोपानी र कोदारी जस्ता नाकाहरूले व्यापार धानेका छन् भने दक्षिणतर्फका नाकाहरूबाट भारतसँगको सम्पूर्ण आपूर्ति व्यवस्थापन भइरहेको छ। विशेष गरी लोकसेवा वा सार्वजनिक प्रशासन पढ्ने साथीहरूले यो प्रदेश अनुसारको विवरणलाई ध्यान दिनुहोला। हेर्नुहोस् त, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका नेपालगञ्ज, धनगढी र गड्डाचौकी जस्ता नाकाहरू कसरी सिधै भारतको उत्तर प्रदेश र उत्तराखण्डसँग जोडिएका छन्। यसले हाम्रो क्रस बर्डर व्यापारलाई स्पष्ट पार्छ। ल, अब आजको अन्तिम मूल्याङ्कन अर्थात् क्विजमा जानुभन्दा अगाडि यो एउटा विशेष नम्बर दिमागमा छापिहाल्नुहोस्। 86 डिग्री 15 मिनेट पूर्वी देशान्तर। दोलखाको गौरीशङ्कर हिमाललाई काटेर गएको यही रेखामै टेकेर हाम्रो नेपालको प्रमाणिक समय तोकिएको छ। यो त धेरै पटक सोधिएको प्रश्न पनि हो नि। अब पालो आएको छ आजको क्लासको टेस्ट गर्ने। आजको यो प्रस्तुतिबाट तपाईँले कति कुरा याद गर्नुभयो त? ल, एउटा छोटो पप क्विज गरिहालौँ। मेरो पहिलो प्रश्न, भाइटिकाको दिन मात्र खुल्ने नेपालको मन्दिर कुन तालको बीचमा छ? अप्सनहरू छन् रूपाताल, फेवाताल, रानीपोखरी या नागदह। एकछिन अघि हामीले पढेको राजा प्रताप मल्ल र उनकी शोकाकुल रानीको कथा सम्झिनुस् त। हो, एकदम सही। सही उत्तर हो विकल्प सी, रानीपोखरी। यसको बीचमा रहेको बालोक गोपालेश्वर मन्दिर वर्षमा एक दिन भाइटिकामा मात्र खुल्छ। ल, अब दोस्रो प्रश्न, अन्तु डाँडालाई दिपेन्द्र शिखर भनेर कहिले नामकरण गरियो? अप्सनहरू 2043, 2042, 2041 कि 2040 सालमा। यदि अघिको हाम्रो टाइमलाइन ध्यान दिएर हेर्नुभएको थियो भने तपाईँलाई पक्कै थाहा छ। यसको सही उत्तर हो विकल्प ए, विक्रम सम्वत 2043 सालमा। नेपालको भूगोल बुझ्नु भनेको नि केवल यी तथ्य र डाटाहरू घोक्नु मात्रै पक्कै होइन। यो त हाम्रो राष्ट्रको आत्मा, हाम्रो इतिहास र हाम्रो अस्तित्वकै नक्साङ्कन गर्नु हो। आजको यो विस्तृत विश्लेषणले हाम्रो देशको सुन्दर र जटिल भौगोलिक संरचनाप्रतिको तपाईँको बुझाइलाई अझ गहिरो बनायो होला भन्ने मैले आशा लिएको छु। यी हिमनदी र तालहरू नक्साका रेखाहरू मात्र होइनन्, यी हाम्रो सभ्यताका मुहान हुन्। त्यसो भए के हामी हाम्रो देशका यस्ता अद्भुत रहस्यहरू अझै खोतल्न तयार छौँ त? आजको यस प्रस्तुतिबाट म बिदा चाहन्छु। यसरी नै निरन्तर सिक्दै र खोजी गर्दै अघि बढौँ।